कथाको शीर्षक सात थुङ्गा फुल र गरिब दाउरे। धेरै पहिले एउटा गाउँमा एकजना निकै गरिब दाउरे बस्थ्यो। ऊ दिनभरि जङ्गलमा दाउरा काट्थ्यो र बजारमा बेचेर आफ्नो गुजारा चलाउँथ्यो। ऊ गरिब भए पनि मनको निकै धनी र सन्तोषी थियो। एक दिन जङ्गलमा दाउरा काट्दै गर्दा उसले एउटा चरालाई बाजले लखेटिरहेको देख्यो। दाउरेले त्यो सानो चरालाई बचायो। त्यो चरा साधारण चरा नभएर एउटा वन देवताको दूत रहेछ। खुसी भएर चराले भन्यो, हे दाउरे, तिम्रो दयालु मन देखेर म खुसी भएँ। म तिमीलाई 7वटा जादुमय फुलका थुङ्गा दिन्छु। तिमीले एउटा थुङ्गा चुडाएर जे माग्छौ त्यो पुरा हुनेछ। तर सम्झिराख, 7वटा सकिएपछि तिम्रो भाग्य तिम्रै हातमा हुनेछ। दाउरे खुसी हुँदै घर फर्कियो। उसले पहिलो फुल चुडाएर माग्यो, मलाई एउटा राम्रो घर र मिठो खाना चाहियो। तुरुन्तै उसको सानो झुपडी एउटा भव्य महलमा बदलियो र अगाडि मिष्ठान्न भोजन तयार भयो। उसले दोस्रो फुल चुडाएर माग्यो, मलाई धेरै धन सम्पत्ति र सुनचाँदी चाहियो। अब ऊ गाउँकै सबैभन्दा धनी मान्छे बन्यो। दाउरे धनी भएको देखेर उसको छिमेकी साहुलाई निकै डाहा भयो। साहुले दाउरेलाई उक्साउन थाल्यो, ए भाइ, यति धनले के हुन्छ र? तिमी त यो देशकै राजा हुनुपर्छ। राजा भएपछि त सबै तिम्रो गोडामा पर्छन्। लोभमा परेर दाउरेले तेस्रो फुल चुडाएर राजा बन्ने इच्छा माग्यो। ऊ राजा त बन्यो, तर अब उसलाई राज्य चलाउने चिन्ता, शत्रुको डर र चैन हराउन थाल्यो। उसले चौथो, पाँचौं र छैटौं फुल पनि सानातिना कुरा र अरूको देखासिखीमा खर्च गरिसकेको थियो। अब उसँग एउटा मात्र अन्तिम फुल बाँकी थियो। उसले सोच्यो, म पहिले दाउरे हुँदा कति खुसी थिएँ। अहिले मसँग सबै थोक छ, तर शान्ति छैन। दिनभरि छिमेकीको कुरा सुन्दा र लोभ गर्दा मैले आफ्नो स्वतन्त्रता गुमाएँ। उसले अन्तिम 7औं फुल हातमा लियो र आँखा चिम्लेर भन्यो, मलाई पहिलेकै जस्तो सन्तोषी र शान्त मन देऊ, जहाँ म आफ्नै पसिनामा रमाउन सकूँ। झिरिक्क उज्यालो भयो। दाउरे फेरि आफ्नो त्यही पुरानो झुपडीमा थियो। हातमा बन्चरो थियो र मनमा असीमित शान्ति थियो। उसले बुझ्यो कि सुख वस्तुमा होइन, आफ्नै मनको सन्तुष्टिमा हुन्छ। कथाको सार, सन्तोष नै परम सुख हो। अरूको देखासिखी र लोभमा लाग्दा मानिसले आफूसँग भएको खुसी पनि गुमाउन सक्छ। जे छ त्यसमा खुसी हुन सिक्नु नै सबैभन्दा ठुलो धन हो।